Namaste. My name is Sanjeev Shrestha and I've been working as HR Director at Infinite Nepal. We are using Rigo software for last decade because it is so easy to use and it has end-to-end solutions. So Rigo HR solution ले HR को धेरै कामहरु अटोमेट गरिदिएको हुनाले हामीले HR ले दिनुपर्ने समय अरु कुराहरुमा जस्तै कि परफर्मेन्स म्यानेजमेन्ट भयो L&D मा त्यसमा दिन पाइरहेछ र ओभरअल HR मिसन गोलहरुमा Rigo ले सहयोग गरिरहेछ. सो Rigo सफ्टवेयर को सबैभन्दा मन पर्ने फिचरहरु मध्ये एउटा लिभ, अर्को पेरोल र अर्को चाहिँ एटेन्डेन्स तीनटा हो. सो Rigo HR सँग काम गरेको मैले 10 वर्षभन्दा बढी भइसक्यो र यो अवधिमा चाहिँ उहाँहरुको सबैभन्दा ठूलो विशेषता मध्ये एउटा चाहिँ कस्टमर सपोर्ट हो. भन्ने बित्तिकै आउनुहुन्छ, भन्ने बित्तिकै सहयोग गर्नुहुन्छ, अफिस आवर बाहेक पनि सहयोग गर्नुहुन्छ. सो त्यो चाहिँ म एकदमै उहाँहरुको प्रशंसा गर्छु. सो इन्फिनिट नेपालमा करिब 600 प्लस एम्प्लोयीहरु हुनुहुन्छ. सो हाम्रो वान अफ द प्रिन्सिपल के हो भन्दाखेरि टाइमली पेमेन्ट अफ स्यालेरी. And it was very difficult when the system was not there, Rigo was not there. किनभने 600 मान्छेको लागि त्यो त्यत्रो पेरोल प्रोसेस गर्दाखेरि there are a lot of errors and it can take weeks. तर जबदेखि Rigo आयो तबदेखि यो होल प्रोसेस अटोमेट भइसकेपछि एउटा त एरर फ्री एन्ड एकदम टाइमली एफिसिएन्टली चाँडै हुने, टाइममा हुने भयो. त्यो सबैभन्दा राम्रो फिचर यसको एकदमै डिपेन्डेबल फिचर मध्ये चाहिँ पेरोल एउटा हो. सो Rigo को धेरै फिचरहरु मन पर्छ मलाई, धेरै फिचरहरु राम्रो छ. तर त्यसमध्ये पनि हामीलाई एकदमै सेन्सिटिभ, एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ पेरोलको फिचर हो. किनभने यत्रो 600 जना एम्प्लोयीहरु भएको कम्पनीमा पेरोल म्यानुअली रन गर्दाखेरि लाग्ने टाइम, त्यो गाह्रो हैन, त्यसबाट आउने एररहरु धेरै हुन सक्छ, जसले गर्दा चाहिँ धेरै टाउको दुखाइ हुन सक्छ. त्यो जम्मैबाट चाहिँ Rigo HR ले एक किसिमको उन्मुक्ति दिएको छ भन्छु म. सो त्यो फिचर चाहिँ एकदमै राम्रो छ. सो Rigo सँग विगत करिब 10 वर्षभन्दा बढी सहकार्य गरिसकेको छु. मैले मेरो टिमले Rigo लाई युज गरेको यति वर्ष भइसक्यो र उहाँको मैले भने जस्तै उहाँहरुको कस्टमर सपोर्ट एकदमै राम्रो छ, फिचरहरु एकदमै राम्रो छ र पहिलेको भन्दा पनि अहिले अझै एडभान्स भइसकेको छ Rigo. नयाँ फिचरहरु छ यसमा र Rigo ले यसरी नै अझै प्रगति गर्दै जाओस्, अझै राम्रो हुँदै जाओस्, यही छ मेरो शुभकामना.